आफै के आफ्नो लागि आफै काम गर्ने हो कि चाहे बुढा होस् चाहे बच्चा होस्। हेलो गाइज, सबैलाई नमस्कार छ। के भन्नु छ? सबैलाई नमस्कार छ है। अब आज चाहिँ हामी यसो भ्यूमा घुम्न जाँदैछौँ दुईजना है। अब चिसो चिसो छ यता चाहिँ। त्यतातिर कस्तो छ? सबैले माया देखाइदिनु पऱ्यो, यसो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु पऱ्यो है युट्युब च्यानलमा। भाइरल बनाइदिनु पर्यो। भन्नु के छ अब यसो यो चिसो। अब मैले चाहिँ यस्तो गाइज धेरै वर्षपछि हिउँ देखेँ होइन। बच्चैदेखि हिउँमै हुर्केको, हिउँमै सबै कुरा गर्दै आएको मान्छे हो। तर धेरै वर्ष भएको थियो हिउँ देख्न नपाएको पनि। अब गाउँमा हुँदाखेरि पनि खासै त्यति गाउँतिर गइएन तलैतिर हुँदाखेरि, त्यही भएर पनि खासै धेरै वर्षपछि लगभग 5-6 वर्षपछि नै हिउँ देख्न पाइयो जापानमा। त्यही पनि है। अब जापानमा चाहिँ जे होस् पहिलोचोटि हो, पहिलोचोटि अनुभव गर्दैछु मैले चाहिँ। जे होस् यता पनि हिउँ हाम्रो गाउँ ठाउँतिरको जस्तै धेरै पर्दो रहेछ क्या। यी देखाउँछु है गाइजहरूलाई। यी कति धेरै छ हिउँ है, हेर्नु हिउँ चाहिँ धेरै पर्दो रहेछ। जे होस् खुसी लाग्यो, गाउँ घरतिरकै फिल आउँछ यसो हिउँ देख्दाखेरि चाहिँ है। रमाइलो रहेछ यता पनि। अब चिसो चाहिँ कहिले छ अहिले चाहिँ ठ्याक्क -7-8 त्यति नै छ टेम्परेचर चाहिँ। नभन अरू के छ तिम्रो भन्नु? त्यस्तै गाइज धेरै चिसो छ क्या। यी हेर्नु कति धेरै छ हिउँ। पुरै धेरै वर्षपछि हिउँ खेल्न पाइयो है। त्यही भएर पनि आज ठ्याक्क दुइटैजनाको सँगै बिदा भयो हो कि नै भन त? सँगै बिदा भयो, त्यही भएर पनि खुसी लाग्यो धेरै पछि हिउँ खेल्न पाइयो। त्यस्तै छ। तपाईँहरूकोतिर चाहिँ कस्तो चिसो छ यसो कमेन्ट गर्नु होला है। अब यता चाहिँ धेरै चिसो छ। चिसो भए पनि हामीलाई त खासै मल्ल हुँदैन है। अब बच्चैदेखि चिसो खाइरहेर हुर्किरहेर आएको मान्छे हो। खासै चिसोले खासै त्यति मल्ल गर्दैन। त्यही पनि चिसो चाहिँ चिसै छ है। हामी चाहिँ ल बाटो क्रस गर्दैछौँ। हामी चाहिँ आज चाहिँ यसो पार्कतिर जाँदैछौँ। जापानको पार्क हेरौँ न कस्तो छ। त्यही पनि हिउँमा है। विन्टर सिजन चलिरहेको छ यता चाहिँ। रमाइलो छ विन्टर सिजनमा पनि है। हामी त अब हिउँ खेल्न पाइरहेको मान्छे धेरै खुसी लाग्छ कि हिउँ देख्न। गाउँघरतिरकै फिल आउँछ रहेछ। भन केही 2-3 शब्द भन। तातो छ। कति वर्षपछि हिउँ देख्न पायो तिमीले? पोहोर साल पनि जो दोस्रोचोटि हो। हुम्लादेखि चाहिँ धेरै वर्षपछि 12-13 वर्षपछि 12-13 वर्षपछि रहेको गाइज। मैले चाहिँ लगभग मेरो चाहिँ त्यस्तै 6-7 वर्ष भयो होला। हिउँ चाहिँ जापानमा चाहिँ पहिलोचोटि हो। गाउँघरतिर चाहिँ त्यस्तै 5-6 वर्षपछि लगभग त्यस्तै भयो होला मेबी। लाइक कमेन्ट गर्नु होला, माया गरिदिनु होला। मान्छे सब्सक्राइब गर्नु होला। अब सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। किनभने चाहिँ अब तपाईँले सब्सक्राइब गर्नुभयो, लाइक गर्नुभयो भनेपछि चाहिँ कस्तो हुन्छ भने अब अरू पनि गरौँ भन्ने टाइपको त्यो भाइब्स आउँछ क्या है। त्यो भाइब्सलाई चाहिँ तपाईँहरूले चाहिँ पुरा गर्नुहुन्छ भन्ने विश्वास गरेको छु है। हिउँ पनि परिरहेछ, घाम पनि लागिरहेछ है। त्यो चाहिँ पुलिस चौकी हो हेर्नु। अब जापानको पुलिस चौकी। अब नेपालको यतिको चाहिँ खत्रै हुन्थ्यो होला है पुलिस चौकी। अब जापानमा त सानो सानो घर जस्तो हुन्छ है। ठुलै छ। त्यही त यिनी सानो सानो हाम्रो बिटहरू भन्छौँ नि। अब गाउँघरतिर हामी बिट चौकी जस्तै कि। अब यहाँ सेन्टर जेलहरू त अन्त्य होला। जो चाहिँ सानोतिनो पुलिसको गाडी है। यो चाहिँ आवमरी प्रान्त भन्ने ठाउँमा हो है। यस्तो छ आवमरीमा पनि हिउँ धेरै बढ्दो रहेछ। जस हिजोदेखि लगातार पढिरहेछ क्या, नन स्टप पढेको छ हेर्नु है कति धेरै छ।
कति पऱ्यो अरे 1 फिट जति त परेको छ पुरा ओ यो बाटो जाने हिउँहरू जम्मा गरेको है। जम्मा त्यस्तै छ गाइस है। अब यहाँ लगभग आज जनवरीको चाहिँ 21 तारिक हो ठ्याक्क। लगभग फेब्रुअरी मार्चको अन्तिमसम्म चाहिँ पर्छ भन्ने छ है। अब मार्च अन्तिमसम्म नै यहाँ विन्टर सिजन नै हुन्छ, त्यही भएर त्योसम्म चाहिँ पर्छ होला भन्ने लाग्छ। यी हेर्नु न कस्तो धुप्पीहरूमा चाहिँ ठ्याक्क गाउँघरतिरकै फिल आउँछ क्या, कहिलेकाहीँ त घरतिरै छु भन्ने टाइपको फिल आउँछ क्या। सबै कुराहरू डेभलप मात्रै भएको हो क्या, डेभलपले चाहिँ धेरै अगाडि पुगाएको छ क्या जापानलाई, नत्र त सबै कुरा उस्तै त हो गाउँघरतिर। अब नेपालमा पनि यतिको डेभलप गरिदिएको भए त धेरै परिवर्तन हुन्थ्यो होला नि त है। अब त्यही हो गाइस। अब धेरै पहिलोचोटि हो भिडियोमा, खासै त्यस्तो बोल्न त आउँदैन है, त्यही पनि पहिलोचोटि यसो अनुभव गर्दैछु है। पहिलो भ्लग हो लाइफमा, पहिलोचोटि यसरी क्यामेरा बोकेर चाहिँ बाटोमा हिँड्दैछु भनौँ न। खासै चाहिँ मलाई त्यस्तो बोल्न पनि आउँदैन खासै, त्यही भएर लाइफको पहिलो अनुभव। पहिलो अब जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला है। अब केही कुराहरू सुधार्नु पर्ने छ, अब ल यसो गर्नुपर्ने रहेछ, गर्नुपर्छ, अझै हेर्न चाहन्छु भन्नेहरूले चाहिँ कमेन्ट गर्नु पऱ्यो। अब चाहँदैन होस्, तैँले चाहिँ बनाउन जान्दैन रहेछस् भन्नेले पनि कमेन्ट गर्नु पऱ्यो है। पहिलोचोटि हो त्यही भएर केही अनुभव छैन। तपाईँ जस्तो भन्नुहुन्छ त्यस्तै तरिकाले चाहिँ भिडियोहरू आउँछ। यदि तपाईँले सिकाउनु पऱ्यो, ए होस् जान्दैन रहेछस् त नबना भन्यो भने स्टप, आजबाट स्टप हुन्छ यो भ्लग पछि होइन। तर चाहिँ ल बनाउनुपर्छ, यसो जापानको अरू नयाँ कुराहरू देखाउनुपर्छ, हरेक कुराहरू अरू कुराहरू सेयर गर्नुपर्छ भन्ने टाइपको कमेन्ट गर्नु पऱ्यो भनेपछि त्यही अनुसारको भ्लग पनि आउँछ है। आउँछ तर होस् पुग्यो भन्ने, नबना भन्ने टाइपको आउँछ भने त्यही अनुसार ल साथीहरूले चाहिँ कमेन्ट गरिदिनु पऱ्यो है। हेर्नु न हिउँ चाहिँ यहाँ चाहिँ कस्तो हुन्छ भनेपछि यस्तो नि थुपार्छ क्या। अब यहाँ हिउँमा पनि यस्तो गाडी चल्छ क्या है, टायरहरू चेन्ज गर्ने रहेछ, अनि त्यो चिप्लिँदै नचिप्लिने क्या, मजाले गुड्ने, जतिसुकै हिउँ परोस् जतिसुकै परोस्। अब यहाँ त परेको होला 2 फिट समथिङ त्यस्तै परेको होला, त्यही पनि मजाले चढ्लाछ कि गाडी यताउता कामसाम भन्ने कुराहरू यहाँ रोकिएकै छैन क्या, नन स्टप भइरहेछ क्या है। त्यही भएर पनि यस्तै नेपालमा भइदिए पनि अब जस्तै हाम्रो गाउँघरतिर हुन्छ नि, हिउँ परेपछि सबै कुराहरू बन्द हुन्छ क्या, त्यसहरूदेखि लगेर सबै कुराहरू बन्द हुन्छ नि, त्यस्तो छैन क्या यता चाहिँ। नि हिउँ परोस् जेसुकै आओस् काम कहिले स्टप हुँदैन रहेछ क्या, नन स्टप हुन्छ नि। अब हामी विदेशीहरूलाई त काम गर्ने आएको हो, काम चाहिँ अब त्यत्तिकै पनि गरिहाल्नु परेछ, जस्तो सुकै होस्, बिरामी होस् चाहे जेसुकै होस् काम त गर्ने। जापानिजहरू पनि हुन्छ नि 70-80 वर्षको बुढाहरू, अब हिउँ परेपछि त हाम्रोतिर त हुन्छ ल अलिक न्यानो ठाउँमा जाउँ, अलिक तराईतिर झर्नु भन्ने हुन्छ नि। यहाँ त्यस्तो छैन क्या, कस्तो भने मजाले आनन्द होइन, काम गर्ने जेसुकै होस् होइन, आफूले काम गर्ने आफूले खाने। यहाँ बाबुआमाले कमाएर छोराछोरीलाई दिन्छु भन्ने पनि छैन, छोराछोरीले कमाएर बाबुआमालाई दिन्छु भन्ने पनि छैन। सेल्फ आफै क्या, आफ्नो लागि आफै काम गर्ने हो क्या, चाहे बुढा होस् चाहे बच्चा होस् है। त्यस्तै छ। के छ अरू भन्नु छैन? जाडोमा मस्तो यता पोलिरहेको छ क्या गाइजहरू है, सुहाउँछ क्या पुरै होइन। हामी त हिउँमा पुरै फुटबल खेलेको होइन, अब फुटबल खेल्थ्यौँ नि होइन, कति फुटबल खेल्ने केटाहरूले पनि हेर्छ होला होइन अहिले, त्यही भएर पनि रमाइलो छ यस्तो। हामी जानु लागेको चाहिँ ऊ त्यो त पार्क हो क्या, उता पारिपट्टिको पार्क हो, त्यता जानु लाग्यो होइन। अब यता सिङ्गो यता ट्राफिक लाइट चाहिँ अब स्टप छ, हामी एकछिन स्टप हुन्छ, त्यो पछि चाहिँ हामी जान्छौँ पारिपट्टि रोड क्रस गर्छौँ। अहिले चाहिँ अब यहाँ सिङ्गोमा रातो छ, अब जस्तो सुकै होस् क्या, गाडी आएको होस् नआओस् तर ट्राफिक नियम चाहिँ पालना गर्नै पऱ्यो क्या,
ट्राफिक नियम पालना गरेन भने फेरि घरमै हुन्छ क्या फेरि अहिले गाडी छैन यता केही छैन होइन तर उता ट्राफिक लाइट बल्लाएको छ तर हामी रोक्नै पऱ्यो क्या जसरी पनि है गाडीहरूले पनि त्यस्तै हो होइन एउटा गाडी होस् उता अपोजिट साइडबाट गाडी नआएको होस् तर लाइट चाहिँ त्यो हुन्छ नि रुल एन्ड रेगुलेसन चाहिँ एकदम क्या पर्फेक्ट हो क्या विदेश त्यत्तिकै विदेश भन्दैन त्यो साँच्चै नियम होइन कानुनप्रति चाहिँ एकदमै क्या वफादार छन् क्या विदेशीहरू चाहिँ र त्यस्तै हामी चाहिँ अब रोड क्रस गर्दैछन् म्याडमले चाहिँ कस्तो लाग्दैछ ल पछि मित्ते ए हिउँ हेर्नु न कति अगाडि रमाइलो छ हौ ए हेर्नु कति खुट्टा कहाँसम्म डुबिरहेको छ अलि यता जाउँ त त्यो नटेकेको ठाउँतिर जाउँ ए सोचे ओ माइ गड अब म त्यत्तिकै डुबिरहेको छु है यो कि फुरुरुरुरुरु भन्थे एउटा आमाले त्यस्तै छ भनेको आइसनुहोस् कति धेरै छ घुँडासम्म रहेछ है घुँडासम्म छ कि लगभग यो पार्क ल ठिक छ ल तिमी खेल्नु नि त घुमा है कति धेरै छ यो खेल्थ्यो मलाई यस्तै तिनले हो क्या स्याम्नेमा त्यो गोरु स्याम्ने गोरु जान्थ्यो होइन त्यो अनि हाम्रो त्यहाँ माथि खेत चाहिँ अनि ठ्याक्क रुखमा चाहिँ के गाली के गर्ने पार्कै हो अब के गाली गर्ला भन्ने है अब त्यस्तै हाम्रो अब एकछिनमा अब फोटोसुटहरू पनि हुन्छ है अलि युकी फुरुरुमा चाहिँ फोटोहरू खिच्नु पर्यो यो चाहिँ पार्क हो सानोतिनो पार्क यसो न माइन्ड फ्रेस गर्ने बेलुकातिर बिहानतिर होइन जापानिजहरू मर्निङ वाकमा आउने यस्तै ठाउँमा होइन शान्त वातावरणमा आउने जाने हो भ्लग चाहिँ इन्ड हुने बेला भयो करिब करिब हाम्रो हिउँ खेती हो रमाइलो भयो अब ए हामी यस्तो भिजा छु हेर्नु है टन्ने खेलेको चिसो हात देखाउ त ल तिम्रो चिसो भयो है गालाहरू ए चिसोले पुरै समय लाग्छ है त्यही हो गाइस भ्लग अन्तिमसम्म हेर्नु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद अब यसरी नै माया गर्नुहुन्छ भन्ने आश राखेको छु है जस पहिलो भिडियो पहिलो अनुभव हो अब हजुरहरूको माया कति रहन्छ त्यही अनुसार चाहिँ पछि आउँदै गर्छ है ब्लग यति राम्रो अब हामी बस्ने चाहिँ यतैतिर हो है यसकै ठ्याक्क पछाडिपट्टि छ हाम्रो अपार्टमेन्ट चाहिँ ब्लग इन्ड भयो है गाइज ल माया गर्नु होला लाइक सेयर सब्सक्राइब होइन जे सकिन्छ त्यही गर्नु होला या सेयो